हेलो गाइज, हामी चाहिँ आज यहाँ गौडातिर आफै चिन्नु सक्नुहुन्छ कहाँ छौँ हामी। हाम्रो चाहिँ नेत्र सर यहाँ हुनुहुन्छ अनि अरू केटाहरू यहाँनिर मेरिनेट गर्दैछ त्यो हैन। मान्छेहरू माथिसम्म मान्छे हुन्छ। दामी यहाँ अर्को ग्रुप। गौडातिर आज हामी ल मासु मेरिनेट गरिसक्यौँ। यहाँ बोसोले यो पखाल्दैछ। हाम्रो सुमित सर यहाँ हुन्छ, हाम्रो मौसम सर यहाँ हुन्छ, जाँदै हुन्छ। यहाँ दुईजना यहाँ छ, नेत्र सर, नवीन सर। आगो बालिसक्यौँ। के गरेको अरे हामी मौसम सर आज के गरेको अरे? आज चाहिँ हामी ड्राई पिकनिक त नभनौँ, यसलाई अब पिकनिक आएको छौँ होइन। पिकनिक होइन, पिकमा पिकनिक आएको छौँ होइन। पिक लिएर पिकनिक आएको छौँ होइन। पिक होइन, पर्क लिएर। गुड। अब बन्दैछ हाम्रो आज। यहाँ हेर्न सक्नुहुन्छ यो कति छिटो पग्लिन्छ ढुङ्गा तातेर। अब राख्न पनि थालिसक्यो। यो चाहिँ कुखुराको मासु हो गाइस, नझुकिनु होला। यस्तो राम्रो बोसो हुन्छ, बाहुनको छोरी नै खाँदैछ आज। म त खाँदिनँ, म चाहिँ खाँदिनँ होइन। यिनीहरूले खान्छ। आमा चाहिँ यहाँ साथी दाउरा खोज्नु सघाइदिए। अब यसले खाएको भिडियो हेर्नु मन छ भने चाहिँ मेरो च्यानलमा आउनु होला होइन। सबै बोसै हेर्नु। नेत्र सर केही 2 शब्द राखिदिनु न। 3 शब्द, अलिक धेरै शब्द छिटो न। नवीन सरले केही भन्नुहुन्छ? नवीन सर भन्दै हात हटाउनु नि। भन्नु त कस्तो लागिरहेछ तपाईँलाई आज? अलिक साह्रो बोल्नु न। गुड संस्कारी होइन। सुमितजी केही भनिदिनु न। म यहाँ धेरै पश्चाताप लागिरहेको हो। किन पश्चाताप? केटाहरूले सबै काम गरेर मात्र गरिरहेको छ। केटाहरू घुमी मात्र बस्छ, के गर्नु? त्यस्तो होइन साथी। यिनीहरूले मलाई बिगारेर म नि बिग्न आँटेको छु। ल नेत्र सर, नबिग्नलाई यसरी। नेत्र सर हजुर भन्नु न, के भन्दिनु? कस्तो लागिरहेछ तपाईँलाई? मलाई एकदम रमाइलो लागिरहेछ। कस्तो लागिरहेछ? एकदम गुड। आई एम भेरी ह्याप्पी टुडे। तर यहाँनिर स्वाद परिरहेछ, हेर्नु सक्नुहुन्छ तपाईँहरूले पनि। तल पकाएर मासु कुखुराको मासु। अब दामी खाने हो मासु बनाएर। अनि हाम्रो लुगाहरू चाहिँ त्यहाँ छ। हाम्रो स्विमिङ गर्ने ठाउँ चाहिँ यो छ। यो हामी स्विमिङ खेल्छौँ। नेचुरल पुल। ल यहाँनिर खोल्नु त नि जुन मौसम छ। क्यामेरामा देखाउनु ल। सुकेको चिल्ली। सुकेको चिल्लीलाई त आगोमा राख्नु परेन, ढुङ्गामा राखेर तताउने हो, बनाउने हो, मान्छेहरू भगाउने हो, किनभने खानु आउँछ हो कि होइन? एकदम टमाटर हालौँ न। टमाटर सानो खाले हो। तेरो त काँचै किन्दा हुन्छ। काँचै हाल्दा राम्रो छ। टमाटर त्यहाँ राख्छौँ अनि टमाटर पाक्छ। अनि टमाटर पाकेर यो यसमा मिचेर अनि अचार बनाउँछौँ। यहाँ चाहिँ हामीले एउटा पाइपले 2टा पाइप जाँदै रहेछ होइन। हामी चाहिँ सचेत नागरिक भएर यो आगोले भेट्छ कि भनेर यो कपडा, यो लामो कपडा भिजाएर पानीमा भिजाएर यसरी छेकिरहेको छौँ। यस्तो छ यहाँको डढिरहेछ। यो मासु डढिरहेछ, आगोमा परिरहेछ सिधै। यो कालो भइसक्यो हो। अब यो मासु कस्तो रातो हुन्छ क्या। अब यहाँ हामीले सेम्पूहरू लिएको छौँ। अहिले सेम्पूहरूले नुहाउँछौँ। ढुङ्गामा नेत्र छ मस्त। माथिसम्म मान्छेहरू छ, माथिसम्म र तलतिर पनि मान्छेहरू, डाँडाहरू छ होइन। आकाश हेर्न सक्नुहुन्छ, निलो आकाश, सेतो आकाश, दामी। बिउ सार्नु आँटो मौसम सरले। बिउ सार्नुहुन्छ अनि बिउ खाने हो। हल्ले छ बिउ।
दामी के नाट्नु हो सुन्नु सर ल यार लौ बडा यार यो त मलाई खाँदैछ केटाहरूले सनग्लास लगाएर ट्याक्कसँगले सनग्लास हो कि के हो त्यो सनग्लास होइन एउटा उयो दिउँ न ल है पानीको आवाज सुन्नु सक्नुहुन्छ चिसो पानी आइरहेछ यहाँनिर एक डुबुल्की हान्यो भने यता आगो ताप्ने कन्डिसन भइहाल्छ फेरि एकछिन यता बस्यो भने गर्मी भइहाल्छ नेत्र सर एक सिगरेट हट्नु म चाहिँ यता पर दाउरा खोज्नु जाँदैछु अब दाउराहरू कहाँ भेटिन्छ अनि दाउरा लगेर गएर पोलेर खाइन्छ सुकेको रहेछ एउटा भेटिहाल्यो यहीँनिर यसलाई भाजभुज पार्ने हो अहिले हेर्नु सक्नुहुन्छ यत्रो दाउरा भेटेँ मैले यहाँनिर यसले हाम्रो मासु लगभग झन्डै पाक्छ के कराउँदैछ यहाँनिर ए पानी पाइप फुटेर ऊ पर पानी कुचिकुची गर्दै रहेछ मान्छेहरू हल्ला गर्दैछ सबैजना यहाँ रमाइलो गर्न आज एक दिन फ्रेस भर्नु नआएको होला यहाँनिर रहेछ अलिअलि दाउराहरू भिजेको छ र पनि केही फरक पर्दैन सुकिहाल्छ आगोले यस्तोहरू टुक्रा टुक्राहरूले भइहाल्छ काम दिन्छ हामीलाई काम चल्छ यस्तो जङ्गल चाहिँ घारी 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 होइन यो फुल दामी फुल छ यहाँनिर ए जङ्गल थोरै पैनी रहेछ तर पानी सुकिरहेछ ल मैले लिएर गएँ दाउरा केटाहरूले यहाँ अचार बनाउनुको लागि सिलौटो बनायो अनि यो बनायो यत्रो धेरै ट्यालेन्ट कहाँ थियो सुमित छ तिम्रो पहिलेदेखि नै ट्यालेन्ट बाँधिसक्यो पहिलेदेखि नै ट्यालेन्ट हो केटाहरूले नुन हाल्दैछ अनि यहाँ सिलौटो बनाइसक्यो राम्रो सिलौटो सफा पारेर अब यहाँ नुन हाल्यो अब यहाँनिर हामीले त्यो टमाटरहरू उयो गरेको हाल्ने उसिनेको टमाटरहरू सरसफाइमा चाहिँ केटाहरूले ओभर ध्यान दिन्छ हात धोक्दै सेतो भइसक्यो हात पनि खोर्सानी दिँदै गर न खोर्सानी आयो यहाँनिर अब किन्नुहुन्छ हाम्रो सुमित सरले अब टैलेंट मान्छे हो क्या टैलेंट कुट कुट के भरा है हमारे सुमित सर के अंदर टैलेंट कुट कुट कर भरा है और कुट कुट के पीस रहे हैं इधर अच्छा दामी बनिँदैछ हो टमाटर उयो छ उयो यसमा हामीले त्यो उसमा ढुङ्गामा तताएको टमाटर पाकिसकेको टमाटर पनि त्यो बोसोले भिजेर अचार फुटो है अनि सक्छ त कसैले सक्छ त सुमित सर अनि अजिना हालेको अजिना ल दामी अचार बनिसक्यो यहाँनिर दामी हाम्रो अजिना राख्ने प्लेट चाहिँ यहाँ छ यसमा राख्छौँ हामी दामी 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 मौसमजीले यहाँ हेर्दै हुन्छ केटाहरूले कसरी काम गर्दैछ भनेर यहाँ एउटा ढेँडो ढुङ्गा बसेर अनुहार कपाल मिलाउँदैछ अर्को यहाँ उभिरहेछ यहाँ अर्कोले पेल्दैछ म चाहिँ यहाँ हेर्दै सबैतिर निहाल्दैछु क्या हुन्छ ओइ मौसम पोखिन आँटिसक्यो त्यही के पर्छ हौ माटोहरू यहाँ उगाउन यत्रो राम्रो प्लेट ल्याइरहेछ यहाँनिर भिआइपी प्लेट होइन के ले उगाउनु हातले
हात धोको 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 धोकै धोको धोकै सरसफाइमा ध्यान दिनुपर्छ क्या। केटाहरूले यार सबैलाई मध्यनजर गर्दै हामीले प्रायः अब अचार प्याक गर्नुहुन्छ। एउटा चम्ची भएको भए चाहिँ राम्रो हुने क्या व्यवस्था नि। ओइ मित्र उयो एउटा अचार छ ले त देख्छ हजुर यो मौसमले बनाएको अचार होइन सुमित सरले बनाएको नि हो। पोलेको हो। ए पोलेको त त्यसको हो। आइडिया हो कि मैले नपोली केस गर्न हेर्दै कुन दामी छ हेर्दै केटा हो। ल एउटा नपोली एउटा पोलेर यो पनि त्यहाँ अनि यो पोलेर निकालेको होइन र यसमा पोलेर निकालेको अन्त त्यसमा यो नपोली हो नि त कुन यो यो चाहिँ नपोली हो होइन यो कहाँ टमाटर नपोली पनि राम्रो हुन्छ नि मान्छेहरूले नपोलिकन सलाद बनाएर खान्छ। रसहरू रस यतापट्टि पनि रस पोखिँदैछ अलिअलि चुइँदैछ केही फरक पर्दैन सक्छ त कसैले सक्दैन कहाँ सक्नु हौ। मासु पाएको हाम्रो साथीहरूले मासु निकाल्दैछ यहाँ मौसम सरले दामी दामी पाएको मजाले पाएको छैन होला हौ। आएको यत्रो गाडी राखेको है अनि त्यो बोसोमा त गाडी हाल्छ नि। मित्र एउटा यो प्लेट पनि यो डबल माछ एउटा प्लेट निकाल्दैछ प्लेटमा। मुनको प्लेट लिएन एउटा अहिले चाहिँ लगभग टाइम कति भइसक्यो हौ चाहिँ बेलुकाको 4:43 भइसक्यो 5 बज्न आँटिसक्यो। मान्छेहरू फर्किँदैछन् हामीलाई चाहिँ भरे भए पनि जान्छौँ। अब पाकेकोलाई निकाल्दै होइन काँचोलाई बिचमा हाल्दै बिचमा प्याज पनि छ प्याज पनि हालिरहेछ बिचमा। मान्छेहरू फर्किरहेछन् ऊ माथि बसेर मान्छेहरूले खाँदैछन् खाने मान्छेहरूले। यो मासु खाइन्छ ऊ अमिलो अमिलो काटेर अमिलो पनि हाल्दैछ यहाँनिर अमिलो निचोरेर हाल्छ। ल सुमित सर ल कस्तो भएछ दामी भएछ। एउटा चाक दिउँ न त कुन चाक दिउँ तर मची सुँगुर खाँदिनँ है गाइजहरू। This is not sungur, this is pig. Do you know? भोबाल भयो कुनमा रेड गर्छ दिनु न यो कुन अचार कसले बनाएको यो दामी छ यो हेरौँ न एकचोटि। बेसी छ नि अलिक रसो छ के छ काँचो हो नि त यो दुइटै दामी छ तर यो अलिक रसिलो छ यार यो। केटाहरू स्विमिङ गर्दैछ यहाँनिर म भर्खर चोब्रिएर आएको। सुमित सरले हान्दै हुन्छ मौसम मित्र खतरा खतरा यहाँ चाहिँ भिडियो गर्नु मात्र आएको अरे ऊ चाहिँ चिसो नेत्र सुमित सर भिडियो गरेर त म एक चुप्लुङ हानिदिन्छु यत्तिकै आल्केले कस्तो गर्दै छ लु छिटो जाउँ न मिनी झर्ना रहेछ यहाँ चाहिँ हामीले चाहिँ यहाँनिर अहिले उ गरिसक्यौँ अनि केटाहरूले लुगा लाग्दैछ नुहायौँ अनि यहाँ नदिन सर अनि केटाहरू दुईजना यहाँ छ नेत्र सर लुगा लाउँदैछ हामीले लुगा लगाइसक्यौँ ऊ यो मिनी झर्नामा नुहायौँ स्याम्पूले टाउको साउको धुयौँ थ्याङ्क यू सुपारी खाने हो अनि लाग्दिने हो
कपाल अनि भिजेर आँखा पनि रातो भइरहेछ पानीले। ल हाम्रो भ्लग नै टुङ्गिन्छ। लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। धन्यवाद।